डिस्ट्रिक्ट हस्पिटल नाम्ची आइपुगे हामी चाहिँ। यहाँबाट चाहिँ फ्लाइओभर रहेछ हो तपाईँको। हस्पिटल यहाँ चाहिँ अब यसरी घुम्नुपर्छ। यो चाहिँ मलाई चाहिँ खास गरी के भन्दा यो ठाउँको बदलीमा चाहिँ मजाले रोड आउँथ्यो है। रोड बनाएको कस्तो राम्रो हुन्थ्यो। यो भित्ता देख्नुहुँदैन, यो भित्ताबाट सट्टै ओह्रालो रोड आउँथ्यो यता हो। रोड बनाएको भए राम्रो हुन्थ्यो। यो स्पेस त्यसै वेस्टेज भयो, पैसा पनि वेस्टेज। मलाई चाहिँ त्यस्तो लाग्छ। हेर्नुहोस् न, यस्तो मजाले रोड आउँथ्यो नि त यहाँबाट। अब हेर्नु नि, घुमेको छ पेसेन्टहरूलाई पनि प्रब्लम। पेसेन्ट भन्दाखेरि अस्ति मैले मेरै निनी लिएर आउँदाखेरि ट्युमर भएर चाहिँ पुरा पेन भएर आउँदाखेरि चाहिँ छैन नि हो, मलाई गाली गरेर नि कहाँबाट लिएर आइस, के हो यस्तो भन्छ हो। अनि निनी बाटो नै यस्तै छ, आइपुगिहाल्यो। घुमेको हो, रिङ्गटा चलिसक्यो। किन चाहिँ यस्तो बनाउनु। रोडको अप्सन कस्तो राम्रो थियो। यहाँनिर बरु भन्दा एउटा क्वार्टर बनाइदिएको भए स्टाफको लागि, डक्टर्सहरूको लागि होइन। राम्रो फ्ल्याट बनाएर त्यो दिएको। यो बाटो हेर्नु चाहिँ यहाँ रोडै निस्किन्थ्यो हो मजाले। वेस्टेज अफ मनी नि। अब यो बाटो मान्छे हिँड्दैन पनि, यो इरिटेट हुन्छ मान्छे कि। सबै उताबाटोबाट हिँड्छ, तल्लो बाटो हुन्छ, त्यहाँ चाहिँ फेरि बाटो सानो छ। यहाँ त ठुलो मजाले बाटो, कम फुटपाथ पनि निस्किन्थ्यो। हुनु चाहिँ पहिला ड्रइङमा चाहिँ यहाँनिर हामी आउँदाखेरि चाहिँ त्यही थियो, फुटपाथ थियो। अन्त यहाँ गभर्मेन्ट क्वार्टर्सहरू थियो होइन। क्वार्टर्सहरू त्यही गरेको भए त राम्रो हुन्थ्यो। हेर्नु नि, यत्रो पैसा वेस्टेज हो। घुमेको छ हो। हिँड्दैन पनि मान्छे यो बाटो त हो। ब्याक साइड यहाँ हेर्नु नि यस्तो छ। यो बाटो मजाले आउँथ्यो नि त यहाँबाट चाहिँ हो। यहाँबाट चाहिँ मजाले आउँथ्यो नि त, रोड आउँथ्यो नि त हो। माथि मणिपालमा हेर्नुहोस् न, कस्तो ठाउँमा त रोड बनाएको। यहाँ त मजाको रोड निस्किन्थ्यो, क्वार्टरहरू निस्किन्थ्यो है। वेस्टेज के हो यो ठाउँै वेस्टेज, पैसा वेस्टेज। यो ठाउँ हेर्नुहोस् न, यो ठाउँमा चाहिँ हेर्नुहोस् त क्वार्टरहरू निकालेर यो ठाउँबाट चाहिँ बाटो ओह्रालो ल्याएको भए कस्तो बाटो कम फुटपाथ बनिन्थ्यो। हस्पिटल चाहिँ दामी बनाएको छ हो। के साह्रो राम्रो बनाएको छ हस्पिटल। तर यो के भन्ने, यो घुमेको फ्लाइओभरलाई चाहिँ साह्रै मन परेन म चाहिँ।